यो चाहिँ ठटाउकालाका तल ढक्न पुजिबर नीलगढा गाड लाएपछि देखिने सीन हो। इत्यलाई पहिले ओले ताल भन्दा बहुत गहिलो ताल थी, लेकिन च्याल चाहिँ एकदम रोड छ च्याल यी महाकाली कोरिडोर गाडी चलन छ। तो ठटाउकालो और दोम पर लाएपछि यहाँबाट हेरेर ठटाउकालो इसो देखिन्छ र इतनी बड़े का इस एरियाबाट बहुत घूम घूम थे तीन चाल छायले ना देखिना यो भटा गाड मस्त हुन्छ यसलाई बडा सम्झना थियो थकबेर जान्थे यो कला बडा आपत्ति हुन्थ्यो दुईबाट थियो एक्चुअलीमा एक इस एरियाबाट इतना सल्लाह रोक्दा थियो इत्ते कत्तैलाई चाल त झड्क्यो अब रोड आएपछि एक पराइनबाट त्यो पुलबाट जाने बाटो उसलाई हेर्दो यो पुल यतालिन ताल्दै छ बहुत गाडी आए बेला ये पुलबाटले जान्थे अनि हम ठटाबाट थोक्कै ड्यालीमा आएर हेरेर यसो देखिन्छ नीलगढ हो। यहाँ पुल छ तल पुल छ र ये उकाला बहुत हिट्याउनु है जो ठटामा आयो वो जरुर ये उकाला हिट्याउनु अहिले चाहिँ यो रोड छ तर यो मल्लो रोड कामको नै हो है। यो जो देखिन्न छ यो खाली बेकामले बनाएर छाड्ल्या छ। तल्लो भन्यो चाहिँ महाकाली कोरिडोर हो जो दार्चुलाबाट महेन्द्रनगरसम्म झन्न छ लिक चलाउनको कटिङ भन्न छ होइन अरे गाडी चाहिँ चलाउँछ है बीच बीचमा खण्डहरू छुट्टिरहन्। यहाँबाट भन्नाले मेरा गाउँ माथिसम्मलाई पुगिन्छ यो कोरिडोर। कोरिडोर भनेको मेरा गाउँको टुप्पाइबाट पश्चिम त्यो लिछुड खोला हो पञ्चेश्वरलाई छुन्न छ आगाडीले कटिङ हुन्न छ पक्काले नहुन्नारी नै हो है। त यो नीलगढ बहुत जनाले इन गाडा जो छन् चाल त घाँस हो रोपाइ हुनेलाई पक्का देख्या हुनु। र म एक चीज स्पेशली मेन्सन उनलाई गर्दा छैन जो 15-20 साल पहिले ये ठोरा आए थियो त्यो नआएर भनेर अहिले सुनसान छ बिल्कुल। अहिले त लगभग दिनका मुए जैसा 2-4 जना पैदल हिट्टा खुसिनेवाला हिट्ट्यान और गाज्यो घट्ट्यावाला लगभग है। भिडियोबाट के हुन्छ भने आफैलाई एक आफ्नो सम्झना हुन्छ जब मैले जुलाबाट 20-22 किलोसम्म पैदल सामान ल्याउँथ्यो 50-60 रुपियाँ गाडी भाडा खल्डिन नै हुन्थ्यो मणपुवा भई त उधारी सामान हुन्थ्यो इत्तेलाई जरुर हुन्थ्यो 10-15 रुपियाँ बचाएर ल्याउँथे र एक बडा सम्झना आयो है इत्तेलाई। तमलाले सायद हुनु 20 रुपियाँ का 3 रुचि चाउचाउ हुन्थे लेकिन 20 रुपियाँ नै हुन्थ्यो हामीलाई वो 3 चाउचाउ खाना लेखा 10-12 रुपियाँ हुन्थ्यो खल्डिन एभरेजमा भनौँ है कसै त हुन्नलाई यो बार नै तर म आफ्नो अनुभव सट्टार्यो 20 रुपियाँ नै हुन्थे। 10 रुपियाँ का चना हुन्थे 5 रुपियाँलाई हुन्थ्यो पहिले पछि थोक्का ठुलो भए 10 रुपियाँ हुन्थे क्वान्टिटी उति हुन्थ्यो त आज हेर्दै भने चाल 50 रुपियाँ तल लगभग किन पाइनु भयो त सु र इत्तेलाई भजना बस्या हुनु है। र इत्तेलाई मैले ल्याइदिएँ यो दोकान हुनु पक्का र खासमा भनेको यो चौतारो चाहिँ सबजनालाई सम्झना हुनु यहीबाट हिट्ट्या है। देउला जन्मिन्छ मैले भनेले जुलखाटा जन्मिन्छ भनेले दिल्ली बम्बई उङ्ना जान भनौँ विदेशै जानेलाई भनौँ यिनबाट बहुत पैदल हिट्याउनु र आज चाहिँ मिठो सम्झना यो पिपलको रुख पारीका ओह्रालाई नै आयो हुनु चाल त रोड छ बहुत जना पछालाई आयो हुनु र पारीबाट हामी फेरि ठटा उकालोलाई हेर्ला इन आमगी भाडी है हालांकि इन कठ्यामन तबला इसा चुकिलाले गजब हुनान बडा जय गाउँमा आम्ना हुनु उनकी लेखात गजब बे त भनेर मथि बढ छ पहिले भनेले त मैले वो पिपल नानो हुनु तम 10-15 वर्ष पहिले आए थियो भने त्यो नआया भनेर र यो सम्झना जिन्दगीको मैले भन्न खोजेको यो भिडियोको पर्पज यस्तो नै हो कि मैले कोही ब्लगर नै हुँ म कोही एक प्रोफेसनल भिडियो क्रिएटर नै हुँ म भन्न खोजेको मैले के भनेर जिन्दगीमा इसो छ कि मान्छे कहाँबाट कहाँ पुग्छ लेकिन आफ्नो ठाउँको सम्झनालाई हमेशा हृदयमा राख्नु पर्छ। र इसा तमसितलाई कोही भिडियो फोटोहरू छन् कि इलाका सम्झना छन् भने पक्का पठाइहाल्या म जरुर आफ्नो पेजबाट हाल्नु नानो पेज छ मेरो है जो मलाई नाइ पछाड उनकी लेखा भनिदिनु मेरो गाउँ पारी बट्टा हो यो मेरो गाउँ हो र म खास भनेको प्रकृति प्रेमी जय ठौरले झन् म 5-10 मिनट लगाए भने उही ठाउँको सम्झना जरुर राख र यो चौतारो सालो साल जिरो भन्नु शायद इल्ला रोड ये गाडी चल गाडी यो दोकान आबाद हो जाओ त्यसलाई और बन्जुन भन्नु के हाम्रो त दैनिक उपभोग्य सामग्री हुने बाटो यो भन्नु कोहीको मान्छे गएको हुन्छ यबाट तर पहिले दिनको 400-500 जना हिँड्थ्यो भने अहिले 40-50 ले नै हिट्टा 90% कम हो गयो भने हिट्टा नलाङ्गे लेकिन तति नै हिट्टा हो र अब ठटाउकले दोम पारिबठे गाडा पारे है ल जसले भिडियो हेर्या एक शेयर गर्दी यो हो पुल ठटाउकलका ढकनाको यताले ताल्दै छन् हालांकि बहुत जैसा मान्छे गाडैबाटै जान्थे तर्सकुन्जियासम्म लेकिन बहुत गाडा र्या फोन भदौका महिना ये पुलहरूलाई प्रयोग गरिन्थे यति नै बाटो थियो र यसलाई हेरेर चाहिँ ठटा